भ्रष्टाचारी मन्त्रीहरूलाई चाइनाले मृत्युदण्ड सुनाएपछि थुप्रैले चाइनाको तारिफ गरेका छन् भने कतिले त शङ्काको नजरले हेरेका छन्। खास के भएको हो भन्नुहुन्छ भन्दा चाइनाका दुई पूर्व मन्त्रीहरू वी फेङ र ली स्याङफू हालै मात्र भ्रष्टाचारको केसमा दोषी भेटिएका छन्। वी फेङले घुस लिएको पुष्टि भएको थियो भने ली स्याङफूले घुस दिएको र लिएको दुवै पुष्टि भएको थियो। दोषी भेटिएपछि मिलिट्री कोर्टले उनीहरूलाई 2 वर्षको सस्पेन्डेड मृत्युदण्ड सुनाएका थिए, अर्थात् डेथ सेन्टेन्स विथ 2 इयर्स रिप्रिभ सुनाएका थिए। अब यो भनेको के हो भन्नुहुन्छ भन्दा यसको मतलब उनीहरूलाई यो दिएको सजाय 2 वर्षपछि मात्र लागू हुनेछ र यो 2 वर्ष चाहिँ उनीहरू जेलमा हुनेछन्। र यदि यो 2 वर्ष उनीहरूले राम्रो बेहोरा देखाए भने दिएको सजायलाई हटाएर उमेर कैदमा सजाय झारिनेछ। सो मोस्ट प्रोबेबली उनीहरूले उमेर कैद सजाय पाउनेछन्। एनीवे यो दुई पूर्व मन्त्रीहरूलाई यो सजाय सुनाएपछि चाइनाभित्र त चाइनिज मिडियाले एकदमै सपोर्ट देखाएका छन्, तर थुप्रै क्रिटिक्सहरूले सी जिनपिङको यो चाल हो भनेका छन्। किनभने क्रिटिक्सहरूको अनुसार सी जिनपिङले जो मान्छे आफ्नो लागि वफादार छैनन् उनीहरूलाई भ्रष्टाचारको झुटो आरोपमा फसाएर जेलमा हालेका छन्। इनफ्याक्ट रिपोर्ट अनुसार सी जिनपिङले लेटेस्ट मिलिट्री क्र्याकडाउनमा 100 जना मिलिट्री अफिसरहरूलाई भ्रष्टाचार या अरू केसमा मिलिट्रीबाट हटाएका छन्। सो भन्ने हो भने चाइनाको मिलिट्री अहिले एकदमै ठूलो परिवर्तनबाट गुज्रिरहेको छ, जसले सी जिनपिङले मिलिट्रीमा झन् ठूलो कन्ट्रोल पाइरहेका छन्।